सम्पूर्णमा नमस्ते, म वीरेन्द्र साउद। म चाहिँ धर्मबहादुर बुढा। आइयो तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज हामी चाहिँ पुष महिनाको चिसो महिनाको पहिलो शनिबारमा छौं। हामी सदाको दिन जस्तै हामीहरु मुक्तक भन्ने, गजल भन्ने, गीत गाउने हैन, अनि त्यसपछि गेमहरु खेलहरु खेल्ने गर्छौं। भाइ म अनि अर्को भाइ हाम्रो सानो भाइले हामीले भिडियो खिचिरहेका छन् अहिले। सानो प्रयास चाहिँ को जारी छ र साथै हामीलाई चाहिँ अब यो शारीरिक, मानसिक, सामाजिक रूपले पनि के चाहिन्छ त हामीलाई तन्दुरुस्त हुनुको निम्ति के चाहिन्छ? मनोरञ्जन आवश्यकता छ। त्यही भएर हामी आज तपाईको माझमा सानो मुक्तक लिएर आएका छौं। तपाईलाई मन परेमा लाइक, शेयर, मिठो कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है त। हामी चाहिँ मुक्तकदेखि नै सुरुवात गर्ने छौं। कसो सही ल है। तिमी आऊ नआऊ मुक्तक लेख्न छोडिदैन। वाह। तिमी आऊ नआऊ मुक्तक लेख्न छोडिदैन। मन पराऊ नपराऊ मुक्तक लेख्न छोडिदैन। नहुन सक्छ अन्नपात घरमा। नहुन सक्छ अन्नपात घरमा। खाइन्छ चाउचाउ मुक्तक लेख्न छोडिदैन। तिमी आऊ नआऊ मुक्तक लेख्न छोडिदैन। तिमी मन पराऊ नपराऊ मुक्तक लेख्न छोडिदैन। वाह। धन्यवाद।